सो वेलकम गाइज, हेलो होइन, वेलकम इन माई भ्लग होइन। र यो भ्लग चाहिँ धेरै 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 दिनपछि आइसकेको छ होइन, मेरो नयाँ भ्लग। त्यस्तो घुम्दा नि घुम्दैन अनि कतै जान नि जाँदैन, त्यसैले भ्लग नि बनाउन पाइनँ। अहिले चाहिँ अब नयाँ भ्लग यसो अब कतै घुम्न जानु लागिरह भनेर नयाँ भ्लग बनाएको। यो चाहिँ अघिल्लो दिन घुम्ने भन्दा, त्यसैले पहिला चाहिँ हामीले अब यसो प्रिपेयर के गऱ्यौँ अनि त्यो आउँछ। त्यसपछि अब भोलिपल्ट जानेदेखि लिएर सबै उता गएर आएको सामान त्यो सब भ्लग आउँछ होइन। र आज मौसम नि त्यस्तै छ होइन, आज क्लाउडी छ। भोलि पानी पर्छ भनेर त्यसैले भोलि पानीमा हुन त बस्नै जाने हो। त्यहाँ गएपछि पानी पर्छ के हुन्छ थाहा नै छैन होइन। त्यसैले पछि गएर हेरौँला, भोलि हेरौँला होइन। सो अब म भ्लगलाई स्टार्ट गर्छु। यो चाहिँ कतिखेर खाने सबै छरेर गाडीमा गाडीमा पनि सुविधा गाडीमा एउटा प्लास्टिक किने, आधा छ आउने फर्कनेसम्म आधा छ ए जहिले खाने मलाई मन नपर्ने चिज हो है कुन चाहिँ चक्लेट चक्लेट शब्द सुनेको कि नसुनेको मलाई मन नपर्ने चिज भनेको त्यो भोलिको हो कहाँ अहिले खानु सानो भने आउने जाने भयो। अहिले राख्नु दुइटा यो हामी प्याकिङ गर्दै लागि ल भयो। हाल्न लागेको यो बदाम होइन पहिला, अनि त्यसपछि अरू के छ, दुईवटा बोतल हाल्छौँ। अनि लास्टमा चाहिँ हामीले केरा ल्याएको छौँ मिठो मिठो। ल अहिले चाहिँ हामीले अब यहाँ नाम लेख्न लाग्यो, कसैले अब नछुटोस् भनेर। पहिला चाहिँ अब मेरो नाम लेख्छु है। जस्तो मेरो नाम साहिल लामिछाने हो भने कस्तो लेख्दै नलेख, SL अलि कस्तो कस्तो भयो यस्तो भए ठिकै छ, पानी भयो भने हुन्छ। बल्ल अहिले भयो। राम्रो चाहिँ भएन अलि, SL भयो होइन। ल अहिले चाहिँ हामी एकजना मान्छेको नाम सोध्न जाँदैछौँ। अङ्कल हुनुहुन्छ हाम्रो। अङ्कल भनिदिनु त हजुरको नाम के रहेछ? मेरो चाहिँ कैलाश सिटौला, नेपाल घर चाहिँ विराटनगर हो। हजुर, अहिले हालै दक्षिण कोरियामा। हस् धन्यवाद। ल कैलाश सिटौला अङ्कल हाम्रो, उहाँ चाहिँ प्यारो अङ्कल हुनुहुन्छ। अनि त्यही खानाहरू मिठो मिठो पकाउनुहुन्छ यहाँ चलमा बसेर। ल तिमीलाई पनि धेरै धेरै धन्यवाद। धन्यवाद अङ्कल। भोलि अब राम्रोसित घुमाउँला होइन हामी सँगै घुम्ने। यहाँ चाहिँ यस्तो छैन, यो अब बाइबलहरूको स्टडी, अनि यहाँ फोटोहरू यसो घुम्न गएको फोटोहरू यहाँ राख्छन्।
यहाँ चाहिँ हाम्रो अब सामानहरू रेडी हुँदैछ र अहिले चाहिँ यो त्योभन्दा अगाडिको दिन हो। अब पछि हामी भोलिपल्ट अब हामी कहाँ कहाँ घुम्न जान्छौँ हेर्दै जानु होला। ल यहाँ चाहिँ अब सेलरोटीको प्रिपेरेसन हुँदैछ। हाम्रो दाइले बनाउँदै हुनुहुन्छ, प्रकाश दाइले बनाउँदै हुनुहुन्छ, हाम्रो भाउजूले नि बनाउँदै हुनुहुन्छ। गाइस हामी आज यहाँ सेलरोटी बनाउँदैछौँ भोलिको लागि। भोलि चाहिँ हामी जुबली नेपाली चर्चबाट बाहिर जाँदैछौँ घुम्नको लागि। स्न्याकको भोलिको लागि भोलिको लागि खाजा होइन। अनि यहाँ तिनवटामा बनाउँदैछ धेरै पाकेको थियो। यो पनि कालो हो क्या, भन्दा भन्दा आफ्नै कालो। यो मेरो त्यस्तै भयो। यहाँ चाहिँ यति धेरै बनाइसकेको छ हामीले। ल हेर्दै गर्नु। हेलो गाइज होइन, दिस इज द डे 2। अनि आज चाहिँ जाने दिन होइन। अब त्यो तयारी हुँदैछ अनि बिस्तारै अब हामी जाने। अब हेर्न सक्नुहुन्छ बाहिर यस्तो पानी नि परिरहेको छैन। अब हामी एकछिनमा बिस्तारै निस्किन्छौँ। ल अहिले हामी रेडी भइसकेको छौँ। यहाँ अब क्यामेराहरू नि छ यसो। यो होइन, यो होइन, यो चाहिँ राखेको हो। यो ए ए ए मैले तयार गरिदिइसकेको छु। त्यो चार्ज नगरेको यिनीहरू। यो चार्ज भएको छैन, त्यो चार्ज यहाँ हालिदिउँ न। हुन्छ, यो त अब भयो पनि न। हामी रेडी भइसकेको छौँ होइन। अब बत्ती मारेर जाने। यहाँ अब सबैजना अँध्यारो भइसकेको छ। र अब जुत्ता लाउनु लगाएको। यसरी तल जाँदै सबैजना हुनुहुन्छ हाम्रो फ्यामिली, चर्च फ्यामिली। गाडी नै आइसकेको छ हाम्रो। यसरी यही गाडीमा जाने हामी। र यहाँ मान्छे सबै हेर्दै हुनुहुन्छ र सबैजना जाँदै हुनुहुन्छ। हामी नि अब जाँदैछौँ। अब ल हामी अब जाँदैछौँ होइन, माथि ल छिर्दैछौँ। ल यहाँ सबैजना यसरी हुनुहुन्छ अङ्कलहरू। र हामी यहाँ अब खानाहरू बाँड्दै। एसके दिनु एसके भात सबनु अङ्कल झन्डै चुट्टे। ल हामी अब ताली ताली। Jesus again. Jesus, Lamb of God, अहिले चाहिँ हामी यसो ब्रेक लिँदै, ब्रेक लिने ठाउँ छ। र हामी फेरि अब वासरुम गएर फर्किँदै यताबाट। यो चाहिँ हाम्रो बस। र हामी अब बसमा जाँदै आधी घन्टाको यात्रा। फाइनली वी आर हियर होइन। यो ठाउँ रहेछ यस्तो ठाउँ। हामी हाम्रो डेस्टिनेसनमा आइसकेको छौँ। र यहाँ अङ्कल हुनुहुन्छ। अङ्कलले फोटो खिच्दा भन्दै आमा हेन्सी अङ्कल होइन। ल त्यहाँनिर सङ्गति हुन्छ अहिले। अब चाहिँ हामी सङ्गतितिर जाँदैछौँ। ओइ यहाँ चाहिँ अब यस्तो छ होइन, सानो ठाउँ छ। अहिले चाहिँ सङ्गति सकेर अब खाना खान जान लागेको। हजुर भन्नुहोस् दिदी। जय मसी सबैजनालाई। आज हामी चाहिँ पवित्र स्थानमा, पवित्र वेदीमा
यो चाहिँ पुरानो करारमा चाहिँ होइन पालमा चाहिँ यो पाल चाहिँ पहिला परमेश्वर चाहिँ होइन इजरायलीहरू 40 वर्षसम्म त्यहाँ हुँदाखेरि होइन हजुर बस्नुहुन्थ्यो एउटा पवित्र वेदी थियो कि परमेश्वरलाई भेट्न सकिने तर अहिले चाहिँ के छ जब यसो ख्रिस्ट आउनुभयो अब चाहिँ ख्रिस्टै हामीमा बास गर्नुहुन्छ कि पवित्र आत्माद्वारा उहाँको हाम्रो शरीर चाहिँ उहाँको मन्दिर हो सो पालमा जानु पर्दैन धन्यवाद दिदी यति बुझाइदिनु भएकोमा मलाई पनि त्यस्तो त्यति त थाहा थिएन अब हामी चाहिँ यता गएर खाना खाने बेला भइसकेको छ खाने ठाउँ चाहिँ यहीँ छ राम्रो छ ठुलै रहेछ खाने ठाउँ हामी यतै बसौँला र यहाँ हाम्रो दिदीले प्रिपेयर गर्दै हुनुहुन्छ खाना दाइ कस्तो भइरह एकदम राम्रो अङ्कल तपाईँलाई कस्तो भइरह मलाई त एकदम रमाइलो भइरहेको छ नयाँ ठाउँ आयो घुम्यो है सबैसँग भेटघाट भयो झरी परेको दिन चिसो मौसम साह्रै रमाइलो भइरहेको छ हस् धन्यवाद रवि दाइ तपाईँलाई कस्तो भइरह एकदम मलाई ठिक भइरहेछ अब यहाँ आएर धेरै कुराहरू अब हामी हेर्दैछौँ होइन अब यति रमाइलो गर्ने हो कि अब रमाइलोको सीमै छैन होइन यो भ्लग चाहिँ भाइरल हुनु पर्यो 10 मिलियन भ्युज जानु पर्यो होइन त्यो भएपछि चाहिँ हाम्रो भाइले फेरि लाइक सब्सक्राइब र धन्यवाद दाइलाई पनि यो चाहिँ हिजो हामीले रोटी बनाएको त्यही रोटी हो होइन र अब हामी अहिलेको लागि खानेछौँ सबैजना यहाँ मिठो गरेर खानुहोस् हातले त खानै हुँदैन यो ककलाई पनि होइन पेपर एउटा चम्चा ल्याउनु पनि हो यसरी अब छाङ्गाप जुसे हो छाङ्गाप जुसे हो अब हातले खानुपर्ने रे ल है सेलरोटी र आलु छ होइन बिचराले अहिले चाहिँ अब हामीले खाना खाएर निस्किँदै मिठो खाना खाइयो यहाँ सबैजना हुनुहुन्छ यसरी बोतल छोडेर हिँड्नु हुँदैन के हो त्यो सबैले के एउटा रेनकोट ए ल एउटा खै रेनकोट ओ दामी रहेछ सानो मान्छेको लागि सानो रेनकोट छ है 를 지으라고 하시잖아요. 방주. 그다음에 모세를 통해서 이 성막을 지으라고 하셔요. 세 번째는 솔로몬을 통해서 성전을 지게 하셔요. 솔로몬 द्वारा पवित्र मण्डली ल हामी छिर्दैछौँ यसरी हामी चाहिँ अब त्यही पवित्र स्थान के भन्नेमा छिरिसकेको छौँ यहाँ चाहिँ भन्ने मान्छे यो पहिला सुरु 예수 그리스도 안이에요. 예수 그리스도 안에 들어온 분은 바로 번제단. 번제단. 구약에서는 이 번제단에서 소나 양이나 염소나 비둘기 짐승을 들여서 제사를 드렸던 거예요. 머리 조심하세요. 제가 한국에 성막을 5개를 줬어요. हिँड्नु न हिँड्नु 내 영혼아 이거 알아요? 찬양하라 이걸 안 쳐도 같이 다 들었어요. 찬양하라 쳐다봐요. 찬양하라 내
ल है हामी छिर्दैछौँ हामी छिर्दैछौँ यताबाट भित्र होइन यसरी यहाँ चाहिँ यस्तो छ हामी चाहिँ अब निस्किसक्यौँ भित्रबाट होइन अब यही बाहिरको सिन यही भित्र गएर आएको हामी अब जाऊँ यता अब हामी त्यही म्युजियम घुम्ने भन्ने यस्तो प्लान भइरहेको छ बिस्तारै म्युजियम घुम्नुपर्छ होइन कोरियाको खै के म्युजियम भन्दा थियो त्यहाँ त्यो मान्छेले अनि हेर्नुपर्छ है त गाइज अहिले चाहिँ हामी म्युजियमतिर जाँदै यहीँ सबैजना हुनुहुन्छ यहाँ बाघ छ हात्ती छ पानी परेर मैले बेकारमा छोडेर आएको फेरि अब हामी पस्दैछौँ के हो यस्तो थाहा छैन अब म हाल्छु नि हेर्नु न अब आज गएर यहाँ के हो यो पुरानो चिजहरू कोरियाको यो पुरानो गाडी होला पुलिसको गाडी नेपालको जस्तै यो पानी यो गर्ने पानी निकाल्ने पम्प यस्तो हेर्न सक्नुहुन्छ यहाँ यो के हो यो कोरियामा यस्तो मेसिनहरू यसरी हेर्नु यो के हो आमामा यो पोस्ट बक्सहरू यस्तो पाइन्छ पुरानो म्युजियम होइन यो के हो बक्स हो कि के हो ल हामी छिरिसकेको छौँ हेर्न सक्नुहुन्छ पुरानो यो चाहिँ पिन्ने कुरा जातो हो कि के भन्छ यस्तो यो चाहिँ बिफ केसहरू हुन्छ यो के हो हेर्नु यहाँ लकहरू यस्तो हुँदो रहेछ पुरानो एकदमै पुरानो यो के हो जोख्ने कुरा होला यस्तो यो त कुनै पुरानो जमानामा के हो यो यस्तो छ सुट पनि रहेछ के को सुट हो यो अनि यहाँ यसरी टाइपराइटर के हो यो आइरनहरू सबै छ पङ्खाहरू हेर्न सक्नुहुन्छ सबै भोलि पर्सि के अरे पछिल्लो जेनेरेसन एआई के चाहिँ आउँछ नि त्यसपछि त नि यहाँ हाम्रो अहिलेको टेक्नोलोजी पनि ढिला हुन्छ होला है त्यो पनि भित्तामा सकेर बस्छ होला एरोप्लेन बनाएको यस्तो त्यो पनि यस्तैमा आएर राख्छ यहाँ हेर्नु हाम्मरहरू राम्रो छ होइन म्युजियम अझै हेर्न सक्नुहुन्छ यहाँ के हो यी साइकल नै रहेछ यो इन्डियामा चल्छ त त्यस्तै साइकल छ आइसक्रिमवाला त्यही त आइसक्रिमवाला साइकल क्या त्यहाँ पछाडि आइसक्रिम राखेर आइसक्रिम भन्छ ए पहिला जमानामै राम्रै रहेछ त यो माइक्रोवेभ चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यस्तो खतरा एन्सियन्ट पिसहरू ल दामी छ होइन ल हेर्नु न ल यहाँ गाउँघरको पसल हो क्या हो यो नेपालको पसल हो क्या हो नेपालको बियर होइन यहाँ सिसाको ग्लास यी बियरहरू कति रहेछ होइन यी नेपालको पसल आइसकेको छौँ हामी ओए सब पसलै छ त पुरानो जमाना यसरी पसल राख्दो रहेछ
뭐 사고 있어? 라면 살려면 사지 바로 사지. छिटो रे होइन आन्टीले आछु छु पानी परिरहेको रहेछ मैले रेनकोटै फालिदिएँ अघि ओढिरहेको थिएँ त्यसैले ठिकै छ ओए पानी पानी पर्यो पानी यहाँ चाहिँ अब हाम्रो माछा पोखरी हो रे मलाई पनि थाहा थिएन दाइले भनिदिनु भयो हाम्रो अर्को भ्लगर दाइले यहीँ नेपालको भाले हुनुहुन्छ यहाँ अरू हाम्मरहरू हुनुहुन्छ यसरी अनि यसरी हाम्रो दाइहरू यसरी पुरा हेर्दै यस्तो छ होइन यहाँ फेरि घुमेर त्यहीँ आइपुग्यो हो कि कता आइपुग्यो अब हामी फेरि छिर्छौँ पाली रुजीमा पाली ओ यहीँ यस्तो यो के भन्छ यसलाई चुरोटहरू छ यी लाइटर फेरि दामी छ त सब खतरा छ ल यो सलाईको हेर्नु सलाईको ब्रान्डहरू पुरानो ब्रान्ड यो चाहिँ के हो ए यो सलाई नेपालको सलाई जस्तै रहेछ छ त दामी छ दामी ल मरे म्याङसिल ए पुरानो जमानाको कपाल काट्ने ठाउँ होइन यसो हामी नै हेरिदिउँ कपाल काट्ने यी हेर्न सक्नुहुन्छ मलाई ल दामी ल अब यजाको मेकअप रुम आयो होइन केटीको मेकअप रुम यस्तो पुरानो जमानाको मेकअप रुम यस्तो थियो नेपालको जस्तै रहेछ आमा भिन्टेज क्यामेराहरू छ होइन ल हेर्न सक्नुहुन्छ ओए ओहो दामी छ त ओए यहाँ हेर्न सक्नुहुन्छ पाली ओ साइकलहरू ल बुढो बाजे साइकल फेरि हामी निस्किसकेको छौँ कहाँबाट निस्क्यौँ हामी थाहा ए अघि के हो लालटिन आयौँ हामी फेरि घुमेर लालटिन है यो हेर्नु त हामीले बालेको है यो चाहिँ यो हाम्रो दाइले बालेको है यो लालटिन सबै बालेको हामीले नि अलिअलि हेर्न पायौँ ल भइहाल्यो हामीले चाहिँ लालटिन सबै दामी ल यी क्लकहरू नि यस्तो खतरा पुरानो खै यो चाहिँ के हो खतरा अलार्म क्लकहरू सबै दामी यो चाहिँ कोरियाको लुगाहरू होला दामी यहाँ यस्तो पहिला फोटोहरू यस्तो ब्ल्याक एन्ड व्हाइटमा आउँदो रहेछ अहिले कलरफुल पछि यस्तो पहिला पुरानो म्यागजिनहरू हेर्न सक्नुहुन्छ जस्तो यसरी आउँदो रहेछ केटाको त एउटै देख्दिन त हो खै सब केटी छ केटा चाहिँ एउटा रहेछ बल्ल एउटा केटा भेटायो यो मान्छे दुईटा अर्को पनि रहेछ नेपाली जस्तै मान्छे हेर्न सक्नुहुन्छ यो चाहिँ के गरे हो यो सिलाइरहेको हो कि के हो यो ल दामी हेर्दै दामी हजुरहरूको लागि ब्याग कसैलाई पर्स चाहिन्छ भने यहाँबाट जम्मा होलसेलमा पुरानो लुगाहरू नि छ लुगा लाउन पाइन्छ आन्टी पुरानो लुगा हेर्न सक्नुहुन्छ यो के को यी मेकअप सामान यो चिम्टी के हो त्यो औँठी रे है ल यस्तो हुन्थ्यो पुरानो जमानाको औँठी यो के हो यो पेन हेर्न सक्नुहुन्छ डिजाइनको छ ए कपालमा लाउने रे मलाई थाहा थिएन
केटीको सामान हो ल कलेक्सन मैले यो ब्याग देखाइसकेँ हेर्न सक्नुहुन्छ फेरि यहाँ चाहिँ डलहरू बार्बी डलहरू पुरानो अब के भन्छ यी यहाँ हेर्न सक्नुहुन्छ बच्चाहरूलाई खेल्नको लागि डल यी टोइजहरू होइन पुरानो पुरानो राम्रो ओए ल फेभरेट आयो मेरो ल्यापटप हेर्न सक्नुहुन्छ एउटा ल्यापटप दिने मलाई हुन्छ 아니 저기 설명해봐요. 왜 टाइपराइटिङ 한국에 부자 됐는지. 코리아티나 너희만치 와요가네. 언더우드 선교사가 언더우드 미셔너리래 코리아 우리나라 와서 코리아 예, 선교를 했는데 그 돈이 요 पैसा 예, 요거를 만들어서 팔아서 기금을 마련했어. 요 타이프라이트 번화에로 예. 요 미션고 펀드 번화에 그래서 우리나라를 부자로 만들어줬어. 코리아 더니 번화에 근데 우리나라가 예수 믿는 나라로서 지금은 선교에 세계적으로 미국 빼놓고는 미국이 1위라고 하는데 작은 나라로서는 우리나라가 최고야. हामी चाहिँ त्यसपछि हामी मिसनरी धेरै पठाउने देश अमेरिकामा सुन्नुभयो नि कोरियाबाट धनी भयो त्यसरी धनी हुनुपर्छ अब नेपाल पनि होइन अनि यहाँबाट होइन यसरी अब यहीँ आर्मीको कस्तो कस्तो हुँदो रहेछ हेर्नु ल यहाँ चाहिँ पुरानोदेखि कम्प्युटर टाइपराइटिङ गर्ने सबै छ है डिजिटल युगमा आएको होला है ए डिजिटल टिभी यो कहाँ देखाएको थियो जस्तो लाग्यो बुकमा त्यो सानो सानो हेर्न सक्नुहुन्छ पहिला यति सानो थियो कम्प्युटर अहिले कत्रो ठुलो टिभी जत्रो भइसक्यो कम्प्युटर ओए झन् दामी दामी सेक्सन आउँदैछ होइन हेर्दै जानु ओए टिभी पुरानो पुरानो टिभी पुरानो पुरानो टिभी हेर्न सक्नुहुन्छ ए रेडियो यता रहेछ पुरानो पुरानो यहाँ हेर्न सक्नुहुन्छ दामी अब हेर्नु हातमा बोकेर हिँड्ने रेडियोहरू यो अब हजुरले केही गीत सुन्नको लागि प्रयोग हुन्छ यहाँ हेर्न सक्नुहुन्छ खतरा रेडियो यो चाहिँ अलिक ठुलै रहेछ यो चाहिँ ढोका लाउने टिभी रहेछ राम्रोवाला यो चाहिँ भिन्टेजी के यो यसको नामै बिर्सेँ मैले त्यहाँ नि भिन्टेज हो फिल्म हल हामी फिल्म हल आइपुग्यौँ है अहिले घुमी फिल्म हल यहाँ हेर्नु यत्रो ठुलो छ फिल्म हल गर्ने बेला दामी छ है यस्तो यो चाहिँ खै के हो यो पहिला यसरी फिल्म देखाइन्थ्यो कोरियामा यो चाहिँ अलि त्यो के अरे प्रोजेक्टर हो यो नि खतरा अहिले त यत्रो सानो बक्सामै आउँछ यहाँ के हो यो कमिकहरू हो कि के होला होइन यो क्रिस्चियन बाउ क्रुसहरू यस्तै यो लकेट हो क्या हो ए क्रिस्चियन म्युजियम हो यो क्रिस्चियन म्युजियम होइन ल हेर्न सक्नुहुन्छ यहाँ क्रिस्चियनको यो जिजसको सबै कुरा अनि अङ्कल कस्तो हुँदैछ म्युजियम घुमाइ एकदम राम्रो छ भति ल दाइ हजुरलाई एकदम राम्रो सबै चिज रहेछ हुन्छ यसरी झुन्डाइदो रहेछ पुरानो मेडलहरू केही पाइने छुनु हुँदैन अङ्कल गनहरू यस्तो रहेछ पहिला अलि ठुलोवाला बन्दुक भए भए अलि मजा आउँथ्यो अब स्कुल जानको लागि ब्याग पनि रहेछ यता ब्याग रहेछ किताब रहेछ स्कुल जानलाई
अनि यहाँ ट्रेनहरू यहाँ कक्षा क्लास नै रहेछ ल यहाँ हाम्रो कक्षा क्लास पुरानो यहीँ कति सानो चेयर रहेछ होइन बस्ने अटेन ल ल घन्टी बजाइदेऊ झ्याप्प किताब नै कति ठुलो कसरी बोक्दो रहेछ नेपाल처럼 우리나라도 완전히 가난했어. 꾸진. नेपाल जस्तै हामी कोरिया पनि धेरै गरिब थियो. 네. 여기 지금까지 봤잖아요. 그죠? अहिलेसम्म हेरेको 네. सामान 여기하고 똑같아. 우리 삶이. 예. 아, 그러면 내가 이제 हुन्छ एउटा बहिनी बसिरहेको रहेछ 아는 사람도 있을 거야. 한자. आज क्लासमा धेरै राम्रो पढाइ हुँदैछ 몰라? हाम्रो म्यामले के सिकाउँदै हुनुहुन्छ यो चाइनिज छ चाइनिज अक्षर है त्यो 대한민국 전에 나라 이름. 대한민국보다 어디고 राजाले राज गर्दा त्यसको नाम 조선. जोसन 조선. जोसन 아. 감사. 감사합니다 감사. 감사합니다 त्यहाँ त पहिलाको मान्छे रहेछ भने म त झुकिरहेको अघि त मन त्यही हो गाह्रो बसी पो रहेको रहेछ यहाँ काम यो चाहिँ क्लास हो होइन पुरानो कोरियाको क्लास अब बाई बाई म्याम भन्ने बाई बाई यहाँबाट अब के हो यो फुटबलहरू के हो यो टेलिफोन ल ए यो मैले पनि चला यो चलाएको दिदी मैले चला अलि यस्तो वाला चाहिँ छ यो नेपालमा नि पाइन्थ्यो होइन यो यस्तो फोल्डिङवाला अनि यो चाहिँ टेलिफोन यो वाला अलि युनिकवाला पुरानो यो रिलवाला त्यो डोरेमनमा आउँथ्यो नि नोबितावाला हो त्यो वाला हो यो हो त्यसरी घुमाएर ए दामी रहेछ है त्यसरी अब हजुर हजुर म यहीँ हो ल आएँ बिस्तारै आउँछु ल हेर्नु कस्तो खतरा खतरा टेलिफोन यो त फेरि राइस कुकर जस्तै हो त ल यहाँ सबै छ होइन अब हामी निस्किन्ला बुढो साइकल रहेछ यहाँ दाईको साइकल यहाँ ल्याएर राख्दैछ यो चाहिँ अब लास्ट जस्तो लाग्यो यहाँ ट्रान्सफर्मरहरू गर्दा रहेछ यहाँ चाहिँ अब ए अर्को नि क्लास आएछ यो के को क्लास हो आर्ट क्लास रहेछ 앉은 자리 여기 의자. बसौँ बसौँ 이거는 왕궁에서 쓰던 벼루예요, 벼루. यहाँ चाहिँ यस्तो यस्तो स्केलेटन फ्यानहरू यी पुरानो पुरानो कुर्ची रे पहिलो कुर्ची 제가 붙여드리면 돼. अब हामी निस्किँदैछौँ यहीँ डरहरू छ 성기훈아님한테 이거 보낼 거예요. अब हामी निस्किँदैछौँ 감사합니다 ल हामी अब जाँदै गाइज घर जाँदै अब सबैले अब यो ठाउँमा सबै सक्यो अब घर जाने हजुर ए यो गाडी अब हामी फेरि चढ्दै हाम्रो फेरि ब्याक टु होम ट्रिप अङ्कल आज कस्तो भयो भनिदिनु त सर्ट एन्ड स्विट हो ल
ल अङ्कल हुन्छ। दाइ कस्तो भयो भनिदिनुहोस्, सर्ट एन्ड स्विट। रमाइलो हजुरलाई कस्तो भयो, कस्तो लाग्यो? धेरै नै रमाइलो लाग्यो। सबभन्दा मिठो लाग्यो रोटी अचार है। ल ल सर्ट एन्ड स्विट इन्ट्रोडक्सन। सर्ट एन्ड स्विट एकदम आज एकदम ब्युटिफुल यु नो आई हेभ नो वर्ड्स ओके 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 तिमीलाई कस्तो लाग्यो सोहन? मलाई एकदमै राम्रो लाग्यो आज यसरी नयाँ कुरा एक्सपिरियन्स गर्न पाएँ। जो जति आउनु भएन अर्को पालि आउने ट्राई गर्नुहोस् भन्न चाहन्छु। ल ल धन्यवाद। अरू मलाई चाहिँ कस्तो फिल भयो भन्दाखेरि त्यो विशेष गरी पवित्र स्थानमा गएँ नि, साँच्चैकै पहिलाको जस्तो पुजारीले गर्थ्यो नि त्यसरी हामी पनि परमेश्वरको बेदीमा गएको चाहिँ फिल भयो मलाई। साँच्चै आफूले गएर गएको जस्तै उहाँको उपस्थितिमा गएको जस्तै फिल भयो। दाइ हजुरलाई कस्तो लाग्यो आज? मलाई नि एकदमै राम्रो लाग्यो यहाँनिर होइन। पवित्र स्थान जुन बाइबलको कुराहरू थियो अनि त्यो चाहिँ कस्तो थियो भन्ने कुरा हामीले हेरेको थियौँ, तर पढाएको थियौँ देखाएको थिएन। यहाँ चाहिँ त्यसको नमुना हेर्नु पाएँ आज। अरू म्युजियम पनि घुम्यो, धेरै कुराहरू हेऱ्यो, एकदम रमाइलो। ल दाइ हजुरलाई कस्तो लाग्यो? सबैभन्दा रमाइलो भयो हजुर पवित्र स्थान अनि पवित्रभन्दा बाहिर चाहिँ सबैभन्दा महत्त्वपूर्ण यीशु ख्रीष्ट हुन्छ भन्ने कुरा थाहा भयो। अचम्मै राम्रो भयो अनि हाम्रो पनि घुम्यो, त्यो पनि धेरै रमाइलो भयो। भाउजू तपाईँलाई कस्तो लाग्यो? मलाई चाहिँ रियालिटी सो जस्तो लाग्यो। ल यो म होइन रियालिटी सो यो म हो। रियलमा यहाँ हुनुहुन्छ यसले पनि जस्तो फिल भयो भन्न खोजेको। ल अब हामी यति भएपछि अब हामी जाँदैछौँ। अरू अब कोही आउनु भएन, उहाँ आउनु भएपछि हामी निस्किन्छौँ। ल अब हामी चाहिँ जाँदै गाडीमा बाई बाई भन्दै आउनु भयो। बाई बाई। 감사합니다. रियल लाइफ एक्सपिरियन्स पानी परे नि रमाइलो भयो। सबैजना थाकिसक्नु भएको छ घुमेर, अब आनन्दले सुत्नुहुन्छ। ल हाम्रो दाइ जाँदै हुनुहुन्छ, भाउजू जाँदै हुनुहुन्छ। ल अब एकछिन ब्रेक बसेर अब बदाम खान लाग्यो फेरि। धन्यवाद दिदी। कतिवटा? 2टा। चकलेट वाला अब हामी जान्छौँ यहाँबाट। नेताले 감사합니다 गुरुजी। ल निस्क्यौँ अब। सबैले आफ्नो आफ्नो निस्क्यौँ सबैजना दाइ। ल है झर्ने बेला आइसकेको छ। यात्रा सफल भयो, भ्लग सफल भयो, सबै सफल एकदमै। ल है 감사합니다. 감사합니다. ल धेरै राम्रो। रोक्न पाएन हजुर हुन्छ बिस्तारै जानुहोस्। ल ल अब हामी घर आइसकेको छौँ। माथि अब जानु। रमाइलो भयो आजको दिन। सबैलाई आशा गर्छु तपाईँहरूलाई भिडियो पनि राम्रो लाग्यो होला। अब लाइक एन्ड सब्सक्राइब गरिदिनु त भन्दिनँ, त्यही पनि लास्टमा हेरिदिनु भयो, धन्यवाद। त्यति भन्दैमा म अब यो भ्लगलाई यति जान चाहन्छु।